बोक्ने राम भारी त कहाँ झोला बोक्यो है हो रे म यहाँ धनबहादुर दाई घरमा आएको छ यी हाम्रो धनबहादुर दाईको घर चाहिँ एकदम दामी देखियो मैले चटक्कै यहाँनिर सब व्यवस्था गरेको यो आँगन पनि प्लास्टरिङ यहाँ फेरि धनबहादुर दाईले के बनाउनु भएछ लु हेर्नु गाईले दाना बनाउनु भएको गाई पनि आम्मामा तपाईँको त गाँठे कुखुरा गाई गाँठे मजाको यहाँ सब व्यवस्था गरिसक्नु भएको रहेछ लु यो गाई जर्सी हो तपाईँको फेरि होइन ड्याममै जर्सी गाई हाल्नु भएको छ डायरीमा दुध डायरीमा दुध लानुहुन्छ अरे यी घाँस यी अब यो दाइले फेरि खोले पकाउनु सिस्नोको खोले अर्ग्यानिक खोले हो यो दाइले राम्रो गर्नुभएछ है लु पहिला म यहाँ धनबहादुर दाई घरमा 4-5 वर्ष अगाडि आएको थिएँ त्यो के अरे सिमेन्ट लगेको मैले 4 वर्ष उब्रेको क्या तपाईँको उब्रेको बर्खा लागेको यहाँ तपाईँको काम नहुनेको मेरो त काम हुँदै थियो ल है दाइ हामी लागे पनि अब खोइ धान ए तल देखेको थियो सुब्बाको बरले त भने नि मैले भाउजूलाई त तल ए घर गाउँ के अरे कटेरो पानीको धारो यी छिरिङरिङ भइरहेछ यी नानीहरू प्रत्येक गाउँ घरको फेरि हाम्रो सानो सानो बेबीहरू सुधि हुनु पाङ्दो हो भाइ पाङ्दो ए पाङ्दो भाइ लु नानीहरू सबैले नमस्कार नमस्कार छोरी नमस्कार अरू बाबुले नमस्कार छोरी ठुल्छोरी नमस्कार उहाँलाई नमस्कार सबैजनालाई ल अनि बुवा खै बुवा इन्डिया जानुभएको छ मम्मी हुनुहुन्छ ए मम्मीले भन्नु कि मम्मीले भन्नुहोस् कि पर के अरे दिलीप सरको बाउको काममा आउनु भन्नु ल मम्मीलाई यहाँ बाजे पनि हजुरबुवाहरू पनि आउनुहुन्छ बाजेहरू ल 28-29 गते आउनुहोस् भन्नु ल लु जाउँ ए यहाँ रोड हेर्नु होला फेरि दामी है खाना धनबहादुर दाइले र दामी नै भन्ने पहिला नै झन् व्यवस्था मन छ धनबहादुर दाइलाई यहाँ त हिँडेर खाल्थ्यो कि र यहाँ जस्तो हिँडेर यहाँ गरिब बिउथ्यो होइन धन्यम आहा यहाँ गरिब त भन्दैन भयो आल बाबालाई रहेपछि त्यसलाई पनि पैसा भएको थियो त्यसलाई डिजल जुग बसेको थियो धोत्नु पैसा थियो भयो बहुत दुःख लाग्ने हो नि भन्छन् पुगे पर सिमभर्केर हो खाल्थ्यो